ल गाइज स्वागत छ तपाईहरुलाई मेरो नयाँ भ्लगमा। अब चाहिँ म आज चाहिँ जाँदैछु भलुई है, मंगलबार हो आज, मंगलबार बजार जाँदैछु भलुई। भर्खर घरबाट हिँडेको हैन, गर्मी अति छ आजभोलि चाहिँ, त्यही भएर अलि ढिलो ढिलो हिँडेको आज चाहिँ गर्मीले गर्दा। यो कुकुर दाइ र बाबा चाहिँ पछाडि आउँदै हुनुहुन्छ हैन, अर्को उसमा। म चाहिँ अगाडि हिँडेको। गर्मी खप्पिस नसक्नु छ के, त्यही भएर बस्न भन्दा हिँड्नै मजा। अब चाहिँ म यो सरासर जान्छु बजार खान पनि। अहिले एकदम दुखै छ क्या यहाँ, के अरे भलुईतिर बाटो बिगारेको भएर घुमेको घुमै गर्नुपर्छ। त्यही भएर सामान चाहिँ अलिकति धेरै छैन, पङ्खासङ्खा लिएर हिँडिरहन्छु कि फेरि म। गर्मीको कारणले गर्दा पङ्खा बोकेर हिँड्छु के, बसि नसक्नु छ गर्मी, त्यही भएर पङ्खा लिएर हिँड्छु मैले। यो उसमा चाहिँ सामान कम छ हैन, अर्को मान्छे सामानहरू चाहिँ बुहाएर दाइ चाहिँ अर्कोमा आउँदै हुनुहुन्छ। हाम्रोतिर पुरा धान सान रोपेर पनि पुरा सबले भइसके। हेर्नुहोस् त्यस्तो यो खेतहरूमा पुरै धान सान सब सबले रोपेर भइसके। यतातिर पनि त्यस्तै छ, धानहरू रोपेर सब भइसके। गर्मी, यस्तो गर्मीमा धान रोप्न पनि गाह्रो छ, खेती किसानी गर्न पनि गाह्रै छ नि। अब गर्मी भयो भने नरोपी बस्न पनि मिलेन, यस्तो गर्मी छ फेरि छन पनि। मान्छेहरू हेर्नु अलिकति यहाँ चाहिँ बाँकी रहेछ धान रोप्न, यहाँ रोप्दै हुनुहुन्छ मान्छेहरू हैन, रोप्दैछन्। गर्मी यस्तो छ कि हेर्नु न, यी पानी आएको छैन, यी मान्छे छाता ओढेर हिँड्नुपर्छ। यति थोरै छ र गर्मी पुरा छाता ओढेर हिँड्दैछन्। सबले छाता बोकेर पानी बोकेर खेतको काम गर्न हिँडिरहेछन् हैन। गर्मीले दिमाग खराब गर्छ यतातिर त, गर्मी लास्ट छ, धान रोप्न गाह्रै छ। आज चाहिँ बिहान अलिकति शीतल होला जस्तो, पानी पर्ला जस्तो थियो। के को पानी पर्ने हो, अहिले पुरै झन् गर्मी हुँदै झन् अहिले यति बेला झन् गर्मी भएको छ। म चाहिँ यहाँ पुलमा आइपुग्न लागिसकेँ। चेकिङ पनि हुनसक्छ अन्त यसो तन्किँदै हेर्नुपर्छ क्या, यहाँ फेरि चेकिङ पनि भइरहन्छ, तर रहेनछ। हिँड्दैछु म। हामीलाई चाहिँ पाहाडतिर पानी आएको छ कि आएको छैन भनेर यहाँबाट थाहा हुन्छ क्या। यो पुल छ नि, यो पुल, यो हाम्रो रैनी पुल हो क्या। यहाँ चाहिँ अहिले पाहाडतिर पानी आएन भन्ने बुझ्छौँ कि हामीले, यस्तो भएपछि। पानी छैन अहिले यो खोलामा, अलिअलि मात्रै छ भनेपछि पाहाडतिर पानी आएको रहेनछ। पाहाडतिर पानी आयो भने चाहिँ यहाँ एकदम खोला बढ्छ क्या, हत्तै खोला बढ्छ। त्यही भएर चाहिँ त्यसरी बुझ्नुपर्छ। अहिले चाहिँ जे होस् नेपाल विकास भइरहेको क्या, हेर्नु न यो पुरा यस्तो जङ्गलमा यो फोहोर फाल्ने राखिदिइरहेको यो पुरा। हेर्नु 50-50 मिटर कति यार, त्यही एउटा राखिदिएछ, यही एउटा उतै राखिदिएछ, एउटा बहुत नजिक राख्दैछ। यो हो नि तरिका। ल यो चाहिँ खुसी लाग्यो मलाई यार। त्यही एउटा राखिदिएछ, त्यही हो त्यहाँ, यही नजिक, त्यही नजिक, यही नजिक। वाह वाह वाह, यो चाहिँ मलाई बहुत खुसी लाग्यो। हेर्नुहोस्, मैले पनि बल्ल देखेँ कि 1-2 दिन अगाडि म आएको थिएँ, थिएन, एउटा यहीँ छ, एउटा त्यहीँ छ, एउटा
जङ्गलमा कसै खास गरी मान्छेहरूले राख्दैनन् होइन, फोहोर फाल्न हिँड्छन्। यहाँ यस्तो विकास छ। ल सलाम यार, सलाम गुड यार। अहिले चाहिँ म रामनगर चोकमा आइसकेको छैन, यता अगाडि म चाहिँ यहाँबाट यता जानुपर्ने हुन्छ। म चाहिँ भुल्का पनि क्रस गरिसकेँ होइन, बाबाहरू पनि आइसक्नु भयो। हेर्न सक्नुहुन्छ त्यो अर्को गाडी चाहिँ बाबा र दाइ आउँदै हुनुहुन्छ क्या, त्यहाँ आउँदै हुन्छ। उहाँ चाहिँ बाबा र दाइ आउँदै गरेको। अब चाहिँ म भिडियोलाई यहीँ अन्त्य गराइदिन्छु होइन, किनकि यहाँ यसो एउटा हातले चलाउन नि अलिक दुखै भयो क्या, त्यसैले गर्दा। ल ओके है त, अब लाइक कमेन्ट सेयर गरिदिनु होला सबैले।